ल गाइस फाइनली हाम्रो नेपालको ताजमहल भन्यो नि रानी महल भन्यो नि वान एन्ड ओन्ली महल यही हो गाइस हैन। म चाहिँ अहिले ठ्याक्कै यो पाल्पाको रानी महल भन्ने ठाउँबाट है गाइस यो मेरो पछाडिको खोला नदी देख्न सक्नुहुन्छ, कालीगण्डकी नदी भन्छ यसलाई चाहिँ है। अब चाहिँ म भित्र इन्टर गर्दैछु र तपाईहरुलाई पनि देखाउने वाला छु जस्ताको त्यस्तै है त गाइस। यसमा कुनै एडिट हुँदैन है। हाम्रो प्रहरी दाजुभाइहरू हाम्रो सेवाको लागि खटिराख्नु भएको छ हैन। उहाँको लागि एक सलाम छ, जय नेपाल है। यहाँ पार्किङ छ गाइज है, पार्किङ शुल्क पनि उठाउने रहेछन् गाइज हैन। यो चाहिँ खासमा यस्तो चाहिँ नहुनु पर्ने है, यो चाहिँ मलाई मन पर्ने नीति है। छिटोभन्दा छिटो चेन्ज होस् है बालन सरकार। वान हो वान ल बरु जाम जाम ल माथि काटमला जाम। ल गाइज अब हामी एन्ट्री गरिसकेको छ है रानी महल। यहाँ माथि टपमा जाँदैछौँ गाइज। यो चाहिँ यो बेस है। यो हनीहरू अगाडि अगाडि छ, म पछाडि पछाडि छु है गाइज। रमाइलो हुनेछ, रमाइलो हुनेवाला छ है गाइज। हामीलाई नि पुलिसले उता बजायो क्या गाडीवालालाई। जाम किन तर्सिनु भयो नि? के कट्टा सट्टा बोक्नु भएको छ दाइ? ल गाइज है अब हामी चाहिँ अब टिकट हलमा छिर्नेवाला छौँ गाइज। अनि त्यसपछि चाहिँ अनि भित्र के छ अनि हामी जस्ताको त्यस्तै देखाउनेवाला छौँ गाइज है। यो सिडीमा नहिँडेको बानी साह्रै उकालो लाग्यो क्या, सासै फुलिसक्यो। फाइनल्ली यहाँ रानी महलको पहिलो तला चढिसकेका छौँ है त गाइज। यो चाहिँ रानी महल। यहाँ छेउमा छ गाली गाली भन्छ त कालीगण्डकी होइन। म कहाँ कालीगण्डकीलाई ठ्याठ्या भएर बोल्दै सकिरहने गाइज यार। यत्रो भिड छ है। जस नेपालीलाई नेपालको माया छ भन्ने चाहिँ मैले यो भिडबाट चाहिँ है बुझिसकेको छु। अब भित्र चाहिँ केही छैन भन्छन् है, त्यही पनि के रहेछ हामी देखाम न दर्शकहरूलाई के रहेछ है। अब टिकट काट्छन् चाहिँ कतिको टिकट काट्ने खै त अनि। ल नहराउनु है दाइ, नहराउनु। म नयाँ मान्छे, म हराउने टेन्सन छ, तपाईँ हरायो भने। ल गाइज है हामी त यहाँ हराउला जस्तो पनि लागिरहेको छ यहाँको भिडभाड देख्दाखेरि गाइज है। अब गाह्रो छ होइन त दाइ? पहिलोचोटि हामी सबैजना आएको चाहिँ है गाइज। अब ऊ त्यहाँ गेट रहेछ सायद, त्यहीँबाट नै टिकट काट्ने सिस्टम छ जस्तो सक्यो हो है। ल गाइज अब हामी यहाँ टिकट काट्नेवाला छौँ है त गाइज। दाइ यहाँ लाइन हो, लाइन हो, यो टिकटको लाइन हो, टिकट लग्ने लाइन हो। यो टिकट लग्ने लाइन हो, लाइन नमिल्छौँ न गाइज यार। ल गाइज म पनि लाइन लागिरहेको छु है त सबै तरिकाले गाइज। यहाँ माथि चाहिँ रानी महलको यो के छ है हेरौँ न। कता हो भान्जो? धेरै घुइँचो छ गाइज यार। हाई गर्मी भइसक्यो यार, गर्मी भएर टेन्सन भइसक्यो, डढेर कालो हप्सी भइसक्यो गाइज यार। टेन्सन भइसक्यो नि यार। छिटो टिकट पाएको भए माथि जाने भनेको गाइज यार, टेन्स भन्दा अनि उहाँले चाहिँ हाम्रो टिकट चेक गर्दै मात्रै भित्र जान दिनुहुन्छ है त गाइज। त्यसैले सुरुमा हामी यहाँ टिकट लग्नेछौँ दाजुबाट चाहिँ है। हामी तिनजना। ल गुड भएर कति हो दाइ टिकट? कति रुपियाँ टिकट काट्छन् हेरौँ है त। हामी तिनजनाको लागि नानी जाने नै माथि के त बाटो आउनुस्, के त बाटो पैसा हामी तिनजना।
गाइस टेन्सन भइसक्यो यार टिकट पाउनलाई नि यहाँ गाह्रो छ नि यार यो रानी महल हेर्न त्यसै सजिलो कहाँ छ त अनि होइन गाइज वेट गर्नु है फुल भिडियो हेर्नको लागि चाहिँ बेलुका युट्युब च्यानलमा पोस्ट गर्छु म युट्युब च्यानलमा गएर लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला हामी फाइनली यहाँ टिकट काट्ने हाम्रो पालो आइसकेको छ गाइज होइन अब हामी टिकट काटेर 3 जनाको टिकट लगेर चाहिँ हामी जानेवाला छौँ ल गाइज ल टिकट पाइसकेका छौँ फाइनल्ली ल गाइज यो हामी 3 जना ल लेट्स गो हामी फाइनल्ली एन्ट्री लगिसकेका छौँ गाइज होइन यहाँबाट ल दौड्यो फाइनल्ली हामीले टिकट पाउनमा सक्सेस भइसकेका छौँ गाइज होइन यो हनी सिंह यो होइन ल रानी महलमा आएको रानी देखिन्छ है गाह्रो सटिन्छ अन्छन् फेरि होइन यहाँ माथि टपमा चाहिँ रानी सुत्नुहुन्थ्यो अरे है कुन हो ए ओम नमः शिवाय शिवजी जहाँ गयो त्यहीँ पायो होइन प्रसाद पाइन के गर्नु होइन त्यही मात्रै बिरायो ल्याउन प्रसाद ल्याएर चढाइन्थ्यो अब 1 राउन्ड लगाउनेवाला छु गाइस होइन हेर्न सक्नुहुन्छ यति आनन्द छ कि यो ताजमहल जान मलाई मनै लाग्दैन क्या हाम्रै देशमा छ रानी महल किन ताजमहल जानु यार होइन यो पनि नेपालको कुनै ताजमहल भन्दा कम छ त गाइज हेर्न सक्नुहुन्छ है त यहाँ तल हेर्दाखेरि सिधै काली गण्डकी देख्न सकिन्छ है अघि म तलबाट भिडियो देखाउँदै थिएँ खै त ल हाम्रो दाजुहरू हराउनु भयो त दाजु नहराउनु है तपाईँ हराउनु भनेको म पनि हराउनु हो डेटिङ स्पोट हो अरे राजा र रानीको चाहिँ यो चाहिँ खास है ल हाम्रो हिरोको एन्ट्री भइसकेको छ अलि ढिलो भयो हाम्रो हिरोको एन्ट्री है ढिलै भयो नि मैले क्याच गर्न भ्याइसकेको छु दाइ एकछिन पहिला माथिसम्म जाम होइन ठ्याक्कै म भिडियो क्लोज गरिदिन्छु अनि त्यसपछि उ गरौँला क्या ल गाइज हेर्न सक्नुहुन्छ यहाँ रानी महलमा रानीहरूको कमी छैन है ल अब रानी महलको अब तस्बिर खिच्न पाएँ भने चाहिँ है म तपाईँलाई देखाउँछु है अवश्य देखाउँछु यसमा चाहिँ तपाईँ ढुक्क रहनुहोस् हेर्दै गर्नुहोस् भिडियो है ओहो भिड देखेर त म त छक्क परेँ त हौ लाग्यो आहा कति सुन्दर ठाउँ हो सरी अब के गर्ने गाइज होइन मिस्टेक त भइहाल्छ नि मान्छे हो होइन मान्छेबाट अन्जानी गल्ती हुन्छ होइन तर गल्तीलाई स्वीकार्नुपर्छ है त गाइज गल्तीदेखि भाग्ने होइन गल्ती कहिले मबाट नि हुन्छ तपाईँबाट नि हुन्छ होइन गल्ती हुँदा चाहिँ स्वीकारिहाल्नुहुन्छ है त गाइज यो चाहिँ राम्रो सबै बानी अझै भित्र जाऊँ न दाइ मेन भित्र छ अरे क्या दाइ होइन भित्र जाऊँ न एकछिन यसो दर्शन हानौँ होइन आमामा यो रानी महल पुरै दरबारभन्दा केही कम चाहिँ छैन है गाइस हेर्न सक्नुहुन्छ म चाहिँ केही पनि छुटाउनेवाला छैन है गाइज है मेरो आँखाले देखे जतिको सबै भ्यूहरू चाहिँ निकाल्नेवाला छु अहिले हामीहरू यहाँबाट एक्सपोर्ट हुनेवाला छौँ सुरुमा म यहाँ भित्र गएर भित्रको उयोहरू है हतारमा छिटो देखाइहाल्नेछु त्यसपछि हाम्रो थोरै फोटो सेसन पनि हुनेछ है ओहो मान्छे त बाहिर हुँदा त भित्र पो रहेछ त ल रानी महलका मालिकहरू हो पछाडि देख्न सक्नुहुन्छ यहाँ यो महलको चाहिँ होइन पिता यो महलका पिताहरू दाइ यहाँ उभिन्न टक्क भिडियोमा आउनु पर्यो क्या यहाँ चाहिँ टक्क हामीहरू महलको चाहिँ पितृ भन्छ है ल जाम त